Hello guys, Darsan, Namaste, good morning, welcome to my mini vlog. This is Poonam Rai. Hope so तपाईहरु सबैजना रामकुशलले हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन एन्ड गुड छु। सो आजको मौसम बदल्ने वाला हैन, बदलिसकेको छ गाइजहरु। म तपाईहरुलाई देखाउँछु हैन। आजको मौसम बिहानको प्रारम्भको मौसम यस्तो छ। बिहानभरि झरी परेर अहिले मौसम बदलिएको छ गाइजहरु। हेर्नुस् ब्युटिफुल सुन्दर भएको छ हैन। अवस्था यस्तो छ। सो होप सो आज दिनभरि झरी नपरोस्, पानी नपरोस्, किनभने आजको दिन विशेष हुनेवाला छ गाइजहरु। ल है गाइजहरु, म रेडी भइसके, तयार परिसके। अब म हिँड्ने बेला भयो। अब मेरो साथीहरुलाई सिटीतिर भेटौँला गाइजहरु हैन। को आउनुहुन्छ आज। झरी यस्तो बिहानभरि बर्सेर गाइजहरु बर्बाद भएको छ। होप सो म प्रे गर्छु हैन, पानी झरी नपरोस्, आजको दिन भव्य सभ्य रमाइलो होस् भन्ने मेरो चाहना छ। म तपाईहरुलाई जाडोको मौसममा यहाँ कस्तो हुन्छ लिमासोलमा भनेर म तपाईहरुलाई देखाउँछु। ल साथीहरु आइपुगेको रहेछ। यस्तो छ नि यहाँको वेदर, के भन्नु र। ओहो, समुद्र त झुम गर्दैछ त गाइजहरु। यस्तो छ पक्नै। म तपाईलाई देखाउँछु। डर मर्दो सुनिन्छ त आवाज त। म भिडियो बनाउँदै हिँड्दाखेरि मान्छे ल्याएर डेङ्ग दिन्छ यासु। अनि त्यहाँबाट यस्तो छ यहाँको मौसम। पानी परेर अहिले चाहिँ स्टप भइरहेछ। भगवान पानी नपरोस् है। यहाँको मान्छेहरू कति जागरिलो हुन्छ। एउटा पाप्पु यहाँ यसरी यहाँ दौडिरहेछ यहाँ समुद्रको छेउनेरि। मान्छेहरू यस्तो जागरिलो हुन्छन्। ल हेर्नुहोस् यहाँ समुद्र। आजको स्थिति यस्तो छ। बब्बाल छ लिमासोलको। अरे बाफरे, लिमासोलको भ्यू यस्तो छ गाइजहरु हैन। ल हेर्नु, आहा, मालवाहक जहाजहरु त्यतातिर छ हैन। यस्तो छ लिमासोलको भ्यू। ओहो, डर मर्दो छ भाइ। गाइजहरु यस्तो छ लिमासोलको अवस्था। अहिले चिसो छ। यस्तोको बेला पनि एउटा बाबैलाई माछा मार्न परिरहेछ। मेरो साथीहरु नआइपुगेर म बिजोग छु हैन। हातभरि यस्तो छ के र के। कुन बेला आइपुग्छन् केटीहरु। ओहो, समुद्रको छाल डर मर्दो गरी उठिरहेछ भाइ। यसमा उ त छालले छिप्लिक्क भेटायो भने त सिलिलिली पार्दै लान्छ भित्र। बाफरे, आज झरी परेर होला नेपालीहरु पनि धेरै निस्केन छन्। कता चेपचाप पसेको होला नि, दुलादाली मुसा जस्तो। ओहो, यो एक बारको जिन्दगीमा एक्लै हुन पनि साह्रै नमिठो रहेछ क्या। न बोल्ने साथी, न कोही यसो हातमा हात मिलाएर हिँड्ने साथी। सबै उ त्यतातिर जोडा भएर हिँडिरहेछन्। बिचरा म हेर यस्तो जाडोमा। मेरो केटी साथीहरु आइपुगेको छन्, तिनीहरु पनि छैनन्। सबै जोडा भएर हिँडिरहेछन् भाइ गाइचो। क्रिसमस लागेर फेरि यहाँनिर सबै झिलिमिली छ सहर। बेहुली सिगारिए जस्तै सिगारिराखेको छन्। साथी हो, मेरो साथी पनि आइपुगेछ निर्मला हैन। त्यो पनि आउँदैछ। यस्तो दामी छ नि यो, यस्तो दामी छ नि। ओहो, हेरौँ लाग्ने के। यसको छेउनेरि बसेर एकछिन चाहिँ आनन्दले छिउँडोमा हात यसरी टेकाएर हेरिरहँ जस्तो गरी उफ्रिरहेछ। हेर्नु त गाइस, बाफरे, यो हो नि पारा। यस्तरी हिँड्छन् चडक्क परेर। वही सबै जोडी बनेर हिँड्छन्। बिचरा बिजोडा एउटा म। त्यहाँनिर दरो तालले कुद्दै आउँदैछ। म बोलाउँछु है त। दगुर्दैछन्, रन दिँदैछ। देउरानी जेठानीको दरो चल्दैछ कि। निचोरेर मार्छ भेटेको। यता फर्क। सङ्गीतले त फनक्कै फुटाएर ल हेर गाइज भेट्यो। सोनी छ।
सबैको जोडा जोडी छन्, म मात्रै हामी मात्रै छु बिजोडा। हाम्रा पनि हुन्छन् सबै नारेर साथमा नभए पनि के अरे को त्यहाँ हेर र सबै भए नि गोठामा छन् हाम्रा त्यहाँ हेर र रिभर्स सबै जोडी जोडी हल भागेर हिँड्छन्, हामी मात्रै रहेछ यार बिजोक। गोठामा नभए नि गोठामा छन् हाम्रा जोडी। ओइ भाग यार, अर्काको बुढालाई भेट्न जानुपर्छ छिटो। कहाँ छ तुलसा? नाइस खाना छ हाम्रो निर्मली भान्से। हेर खाने मुखहरू यता। एउटाले फेरि यहाँ दन्काइसक्यो, फेरि के गर्नु र तो हालेर खाने त्यसो भए फेरि चम्चा गाडौँ भने आयो पनाम ल हेलो हेलो आई मेरो छोरा युके गएको पार्टी दिएको है मैले चाहिँ आज साथीहरूलाई हैन दिदीले यस्तो मिठो मासु बनाउनु भएको कुरै छोड्दौ है डराएर पुरै कालो कुरै छोड्दौ है डराएर पुरै कालो गाडो पुनम है यही छ त पुनम है यही छ त भिडियो गरे हैन भिडियो गरेको मलाई देखाइन्छ मातोस नमातोस नि मान्छे जबरी त मुखमा हाल्छ नि ओइ एप्पल साइडरले नै मान्छेले त मुखमा मान्छे चिन्नै छोड्यो त एप्पल साइडरले हैन मैले भिडियो कलमा हो जस्तो लाग्यो एप्पल अर्को कहाँ छ बोतल? एउटा यहाँ छ मेरो। यदि पर्दा पानी पर्दा गरेर स्टप भएर खाना खान बसेको जाडोले खानाको काँडै उम्रो भनेको। हजुर घरमै फलिरहेछ यता खोर्सानी व्यापारी गुन्द्रुक नेपालबाट एप्पल साइडरले मान्छेले मलाई ठाडै देख्न छोडे। खाना खाइसकेको अवस्था अब चाहिँ होइन चिसोले टाउको हानेर पुरा आफ्नो आफ्नै पारा छ सबको यहाँ। पारामा चाहिँ सबैजना कति गयो खसीको मुसु। अब हाम्रो चाहिँ खाइपी सकिएर चाहिँ अब यसो घुमघामतिर लागिनेछ। केटीहरू गाँठो परेर हिँडेर फेरि केही छैन नि हौ, सबै आफ्नो आफ्नो पारामा चिलमा हामी लागि अब यतातिर यसो घुम्न बेला भइहाल्यो। आज मोलस पार्क यस्तो छ, स्थिति यस्तो छ यहाँको। सबै नेपालीहरू भर्खर घाम देखियो निर्मला, भर्खर घाम देखिँदैछ। ओइ आऊ है साँच्चै केटी हो, बेर नगरौँ, कोही उफ्रिँदैछन् तल तल। म मात्रै छु टोपी ओड्ने, चिसो हुने, खोल्नु पर्ला। पारा यस्तो छ है, के गर्नु बिजोक छ। खै म पनि निस्किन्छु। डाइरेक्टर चाहिँ यहाँ छ नि, टिकटक सिकाउने फेरि डाइरेक्टर। अब हामी टिकटक बनाउन हिँड्यौँ। घुमाइ बिजोक रमाइलो हो निर्मला। आजको घुमाइ बहुत बिजोक रमाइलो भयो, छाता ओढेर रे के बिजोक रमाइलो हुँदै साथीहरूसँग छुट्टिने बेला भयो। साथीहरू गइसके माथिल्लोपट्टि बस कुर्दैछन् माथि, म यहाँ पनि ट्याक्सी कुर्दैछु। तर पानी परेर यति बिजोक भयो नि गाइजहरू, के भन्नु र बहुत मुस्किल भयो। सो एउटा ट्याक्सी बोलाएको थिएँ, गइहाल्छ ट्याक्सीले पनि छोडेर होइन। फेरि अर्को ट्याक्सी बोलाइरहेको छु, कुन बेला आउँछ थाहा छैन। साथीभाइहरू आजको दिन यस्तै भयो, पुरा झरी पानी परेर मौसम बदलेर यस्तो गाह्रो भयो कि
चुचुचुचुचु सो गाइज फाइनल्ली घर आइपुग्यो बल्ल बल्ल होइन झरी परेर आज दिनैभरि यस्तो ब्याट भयो नि बाफ रे रमाइलो गर्नै पाइएन है साथीहरूसँग बल्ल बल्ल भेटघाट भएको त्यही पनि राम्रोसँग इन्जोय गर्नै पाइएन सबै बेलुका घर फर्किने बेला हतार 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 भयो झरी परेर मुसलधारे पारी परेर पानी परेर बर्बाद बनायो होइन अनि ट्याक्सी बोलाएको थिएँ यता आउनलाई ट्याक्सीले पनि कल गरेछ थाहा नै पाइनँ भरे त रिसाएर ट्याक्सी फर्केर गएछ फेरि अर्को ट्याक्सीलाई कल गरेर बल्ल बल्ल घर आएँ भर्खर आइपुगेको छु निर्मलाहरू पनि बल्ल बल्ल बस भेटाएर गयो होला यस्तो मुसलधारे पानीमा अहिले चाहिँ भने फेरि पानी स्टप भइरहेछ उज्यालो भइरहेछ हेर्नु त यो गाउँ यहाँ हेर्नु न भिजेर सबै यस्तो भइरहेछ कपडाहरू लच्छ्रपै भएको छ जाडोले ठुक 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 कामिरहेको छ मुटु होइन अब टक्क फ्रेस भएर चाहिँ कफी सफी खाने हो अब बेलुका निन्द्रा लाग्दैन होला अहिले कफी खायो भने र पनि जाडो चाहिँ भइरहेछ कफी त खानै हो खानै पर्छ कफी चाहिँ सो साथीहरू डु सब्सक्राइब लाइक कमेन्ट एन्ड गएर बेल आइकनमा ट्याङ्ग पनि थिच्नु होला होइन नेक्स्ट ब्लगमा फेरि भेटौँला बाई बाई